everyone, welcome back to the channel. Long time back. आज चाहिँ म वाकको लागि निस्किसकेको छु अनि वाक चाहिँ आज निलबारे मन्दिरतिर जाउँ भनेर सोचिरहेको छु है। के कस्तो हुन्छ भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला अनि नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अहिलेको टाइम भनेको चाहिँ ठ्याक्क 5:45 भइसकेको छ। सो लेट्स गो। मान्छेहरु वाकमा निस्किरहेको छ। अहिले चाहिँ यहाँ यो ठिमी र भक्तपुर र काठमाडौँको ठ्याक्क बोर्डर लाइनमा आइपुगिसकेको छु। यहाँनिर पुल छ। यहाँबाट यता चाहिँ काठमाडौँ पर्छ अनि पारिपट्टि चाहिँ भक्तपुर पर्छ। यो चाहिँ मनहरा खोला हो। बर्खामा त यहाँनिर एउटा होटल रेस्टुरेन्ट चाहिँ बगाएर कहाँ लग्यो, अहिले खाली छ। यो खोला चाहिँ पारिपट्टि थियो पहिला, अहिले चाहिँ यतापट्टि सरेको छ क्या बर्खामा त्यो भाडी भलाएर। मन्दिर चाहिँ यही माथिको मन्दिर हो। यो जङ्गल छ नि त्यहीँनिर हो। त्यसमा लिएर हिँडेको रहेछ। लाउरे भिड्नुलाई होला केटाहरू टक्क बिहान हिँडेको भाइहरू। यहाँनिर चाहिँ पानी भर्ने ट्याङ्कर यो चाहिँ यतातिर चाहिँ टन्नै छ। यसो यो पानीको त्यो ट्याङ्कर भर्ने टन्नै छ है। यो रोडबाट यता भित्र छिरिसकेपछि चाहिँ यताबाट जाने हो। माथिबाट जाँदा नि पुगिन्छ। यहाँनिर छ मन्दिरको गेट र यतैबाट छोटो बाटैबाट जाउँ भनेर यताबाट छिरेँ म। आइज मर्निङ वाक हिँड मसँग। बिरुवालाई पानी हाल्दैछ कि के हाले। आइज काली हो कि काले हो। हाम्रो नेपालको बाटो जहिले यस्तै अब बर्खा लाग्दैछ। यहाँ पानी जमेर कति ढिलो हुने हो। ढिलो हुन्छ यो कति वर्ष भइसक्यो जहिले यत्तिकै देख्छु युज गर्ने कहिले होइन। सो फाइनल्ली गाइज निलबारे मन्दिरको गेट आइपुग्यो। अब यहाँबाट कति मिनट लाग्छ ठ्याक्क? अहिले ठ्याक्क 6 बजे छ है त। धारा यही तलको पानी हो। यस्तो मजाले आइरहेको छ। कोही स्पट छ चिसो साँच्चो पिउँदा पनि हुन्छ पानी त। मिठो छ। यहाँनिर मजाले बनाएको छ। शिवलिङ्ग हुँदैछ। यस्तो त अब पहिलातिर हुन्थ्यो, अहिले त धेरै कम देख्न पाइन्छ नेपालमा। जानु पर्यो यहाँनिर। दामी चिसो छ पानी। फ्रिजको जस्तै छ पानी। यो मन्दिरकै साइडमा छ क्या चाहिँ। यहाँ माथि पलाको यहाँनिर पलाको पानी हो यो मन्दिरको गेट। निलबारे मन्दिरको गेट। एउटा भित्र जाउँ सब ताकिल छ। निलबारे मन्दिर प्रवेशद्वार निर्माण उपभोक्ता समिति। जाने हो।
यो उकालोमा चाहिँ म रनिङ हान्दैछु। यो चराको आवाज सुन्नु न गाइजहरु, क्या नेचुरल, क्या आनन्दको फिल आइरहेछ क्या आवाज सुन्दा नि। सुन्नु त आँखी जल्दैछ। ल के हो आँखी जल्मा त्यो बिहारको बोटलै बटाउँछ यस्तो कार्य चाहिँ नगरिदिएको मन्दिरमा चाहिँ।
बाँदरहरू टन्नै हुन्छ अहिले त बिहानै भएकोले हो कि क्या बाँदरहरू पनि रहेछ पहिरो गरेर त्यहाँ प्लास्टिक लगाइरहेको छ कुन चरा कतिवटा चरा पाउँछ भन्दै त्यहाँनिर बोर्ड टाँसिरहेको थियो कहाँ कराउँदैछ भिडियो खिच्दा चाहिँ कराउनै छोड्छ त हो त्यहाँ रहेछ तर क्यामेरामा देखिँदैन होला ओके साथीहरू दिस वाज फर टुडे आजको भिडियोलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु र च्यानललाई सब्सक्राइब गर्नु होला सपोर्ट गर्नु होला र नयाँ भिडियो आउने बित्तिकै तपाईँहरूसँग पुग्छ तर त्यही भएर च्यानललाई सब्सक्राइब गरिराख्नु होला टिल देन बाइ बाइ जय नेपाल लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब